यो हाम्रो क्याप्सनमा हाइट एन्ड डिस्टेन्स आएको क्वेसन हो। टु ल्याम्प पोस्ट अफ इक्वल हाइट दिएको छ। द पोस्ट स्ट्यान्डिङ मिड वे बिट्विन द अब्जर्भ द एंगल अफ एलिभेसन अफ द आइदर पोस्ट टु बी 30 भएछ एउटा क्वेसन हो। आफ्टर walking 50 meter towards one of them, he observed the east elevation to be 45 degree. Find the height of the post and the distance between them भनेछ हो त। यसको डिस्टेन्स निकाल्नु सोधेछ है त। त्यसपछि हामीले के निकाल्नु पर्ने फर्स्ट फिगरहरू हाइट एन्ड डिस्टेन्स मेन कुरा चाहिँ फिगर हो। फिगर बनाएर लाउँछ एउटै हाइटको मान्छे डिस्टेन्स हो। अब यहाँबाट यो मान्छे 15 मिनट भएपछि 15 मिटर हिँड्यो भनेपछि यसको एङ्गल अफ कति हुन्छ भने यहाँदेखि है यो चाहिँ 30 छ, यो चाहिँ 45 हुन्छ भनेपछि यति मैले यसलाई एक्स माऱ्यो भने यो चाहिँ एक्स माइनस 15 हुन्छ। 15 मिनट उता हिँड्यो भने है त। ल ABCDE ठ्याक्कै है EF लेख्दिउँ। ल यसरी हुन्छ है त। ल पहिला यस्तो हाम्रो रिएक्सन लेख्यौँ के दिएको छ सबैले लेट AB be the height of post ल्याम्प पोस्ट लेख्नु। ल ल्याम्प पोस्ट है। अब BD चाहिँ BE एन्ड ED be the midway है। मिडवेबाट भनेछ मिडवे बिट्विन द observation from the lamp and the बोयको डिस्टेन्स हो है। अब्जर्भेसन डिस्टेन्स भनौँ न। त्यसपछि एङ्गल CED इज इक्वल टु 45 डिग्री एन्ड CED है त। CFD CED इज इक्वल टु 30 डिग्री दिएछ। बी द एङ्गल अफ इलिभेसन। ल एङ्गल अफ इलिभेसन दिएको छ। ल अब हामीले निकाल्न सोध्छ है त। फर्स्ट मैले इन्टेग्रल CED निकालेर धेरै ठुलो हो निकालेर tan थीटा P/B tan 30 राखिदिन्छु। CD/ED है त। tan 30 भनेको 1/√3। CD थाहा CD राख्दा हाइट एउटै हुन्छ भनेपछि एक्स हुन्छ। यहाँ दिने शब्द एक्स हो नि त। यो फिट एक्स वाइज फिट हिँडे और x/√3 इज इक्वल टु CD। ल इक्वेसन 1 मानौँ। त्यसपछि इन्टेग्रल CDF ले थीटाले P/B tan 45 छ। 45 P CD/FD हुन्छ है। 1 हुन्छ सबैलाई थाहा छ। CD को CD FD कति हुन्छ x-15। यो भनेको x-15 इज इक्वल टु CD। दुईटाको पोस्टको हाइट के छ इक्वल छ। इक्वल दुईटा इक्वल गरेपछि CDC सेम आइछ। इक्वल फ्रम इक्वेसन 1 and 2 भनेर लेख्दिउँ। x-15 त्यसपछि मल्टिप्लाई गरौँ √3x - 15 √3 है। दुईटालाई √3 यता राख्छौँ √3x - x यो भनेको 15 √3 हुन्छ। यो भनेको 1.732 x - x है। यो भनेको 0.732 x हुन्छ और x इज इक्वल टु 53/0.732 हुन्छ। यस x इज इक्वल टु कति आउँछ हाम्रो जस्तो एक्स भ्यालु कति आउँछ क्यालकुलेट गर्नु। क्यालकुलेट 35.49 आउँछ। एक्स भनेर 39.5। त्यसपछि डिस्टेन्स बी को डिस्टेन्स कति यो मिडवे भएपछि 2x हुन्छ हो। 2x इज इक्वल टु 2 × 35.49 कति छ 9 2 18 क्यान्सल 1 4 2
8 9 हुन्छ 70 आयो ल 70 पोइन्टहरू र 98 आयो है त यसरी क्यालकुलेटरमा गर्नुहोस् मैले चाहिँ मुखमा हिसाब गरेँ त्यसपछि एक्स अब हामीले डिस्टेन्स निकाल्नुपर्छ डिस्टेन्सहरू के छ ल जुन हाल्दा नि एउटा हुन्छ एक्स माइनस 15 पछि कति हो 35 माइनस 49 माइनस 59 कति आयो 20.49 ल हेन्स डिस्टेन्स कति आयो डिस्टेन्स हाम्रो कति आयो भने डिस्टेन्स बिडी लेख्नु डिस्टेन्स फ्रम बिडी लेख्नु फ्रम बिडी कति आयो 70.98 एन्ड हाइट कति आयो हाइट 20.49 ल सजिलो छ हेर्नुहोस् है त हाइट एन्ड डिस्टेन्सको क्वेसन